एउटा बेकुब मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ चुनाव गराउन हिँडेको। गरी खान दौ भएर मागी खान हिँड्ने मान्छेहरूको तरिका हो यो। गरी खान गाह्रो भएपछि मागी खान धेरै सजिलो छ। नेपालमा भयङ्कर समाजसेवीहरू आए। ल नेपालभरिका संसारभरिका दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस्, महावीर पुनको अनुरोध सुन्नुहोस्। अब रामकुमारी झाँक्री सानो बहिनीले चाहिँ अब उनले चाहिँ मेरो बारेमा केही भनेकी थिइन्। अब उनलाई धेरै गाली नगर्नु, बिचरालाई चाहिँ फेरि चाहिँ अब तनाव होला। उनलाई चाहिँ माफ गर्नु, केही नभन्नु उनलाई। उनी जानिनन् त अब भनिन्, अब बोल्नुपर्ने कुरा के हो कसो हो भन्ने कुरा नजानेपछि बोलिन्, जानिनन्। त्यसैले उनलाई चाहिँ कसैले गाली नगर्नु होला बिचरालाई। अब उनले भनेको कुरा पनि ठिकै हो क्या, म बेकुफै हो क्या। बेकुफ नभएको भए कहाँ यसरी चाहिँ नेपालमा चाहिँ आएर डुल्थ्यो त। अब अहिलेसम्म जागिर गरेको छैन, यत्रो अमेरिका पढेको मान्छे जागिर नगर्नु मान्छे बेकुफ नगरेर के हुन्छ? अनि केही व्यापार व्यवसाय गर्न जान्दैन यो बेकुफले। अनि चाहिँ अब खेती किसान गर्न केही जानेकै छैन, त्यही डुल्नु मात्रै जानेको छ है। गाउँ डुल्ने, गाउँलेहरूलाई सघाउँछु भन्ने, गाउँलेहरूले जे दिन्छन् खाने, जहाँ सुताउँछन् सुत्ने।